जहाँ कुलदेवताले अहिले पनि मन्दिर बनाए पनि के गर्छन्, मूल घर खोज्छन्। कुनै पनि ठाउँमा गएर आनन्दले कुलदेवताको मन्दिर बनाउन मिल्छ, त्यो दुईमा छैन। कुलदेवताको छानो हाल्न पनि मजाले मिल्छ यदि पैसा छ भने, त्यो नहुने भन्ने कुरै छैन। तर वास्तवमा कुलदेवता भनेका हाम्रा वंशका मालिक हुन्, हाम्रा अग्रज हुन्, तिनी पनि हाम्रो घरमै बसेका हुन्। तर त्यो दियो कलश त हाम्रो घरमै छ नि। तर जसले गर्दा कुलदेवताको मन्दिर बनाउन मिलो, कुलदेवताको छानो हाल्न पनि मिलो, तर मात्र केवल एउटा के गरिदिनु भन्दा आँखी झ्याल चाहिँ राख्दिनु। कुलदेवताको नाममा एउटा झ्याल राख्दिने, जहाँ तपाईँको दायाँ बायाँ झ्याल राख्दिने। ढोका हाल्न पनि मिल्छ, ढोका नहाल्दा कुकुर जान्छ त्यहाँ, बिरालो जान्छ त्यहाँ, नचाहिने बच्चाहरू जान्छन्। त्यहाँ भित्र के हुन्छ त भन्दाखेरि घाडा हुन्छन्, चम्बर हुन्छन्, शङ्ख हुन्छ, घण्टा हुन्छ, दियो हुन्छ, कलश हुन्छ। तर देवी त धेरै छन् नि, 9 देवी छन् कुलका दिदी बहिनी। तर वास्तवमा पाठीबाट आमालाई के गरिन्छ, छानो हालिँदैन।